आज चाहिँ हामी स्टेसनरीको सामानहरू लिन आइपुगेका छौँ। 80 वाला X 168 भनेको 168 70 हाल्दिनु न। 私の名前は何ですか? 170 एउटा हाल्दिनु। अनि त्यो किताब चाहियो हिसाब होला। पैसा हाल्नु पहिला। हजार 80 मात्र हेऱ्यो यत्रो किनेको त दाइले चाहिँ डोनेट 40,664 रुपैयाँ मात्रै। अझै कम गर्दैन धर्मै हुन्छ त्यही। 40,000 हाल्दिनु। सबको प्रयास गरेछु। 40,000 हाल्दिनु हुन्छ होला। मैले म्याक्सिमम डिस्काउन्ट 40,664 नै हाल्दिनु। 40,600 हाल्दिनु। 500 शाउनी के भन्नु छ आजको? एकदम अब आज चाहिँ लगभग सबै काम भ्यायो। अब रिटोटलिङ गरेर अनि एक्स्ट्रा अझै केही किन्न मिल्छ भने स्टोरी बुक कम ब्याक टुमोरो पिक्चर बुक्स एन्ड बाइ सम मोर स्टफ्स फर एक्जामको लागि हो। अनि हामी मोहन जान्छौँ हैन? ब्रो अस्तिको के हैन? मोहन जान्छौँ हामी। अहिले जाउँ न त भोक लाग्यो। यस यस जाउँ। आउनु जाउँ। दाइको ट्रिट। के कसो? ठीक हो ठीक। ठीक हामी त्यत्रो पैसा देखा भगर दाइले। ल यो गर्दै तेरो एड्रप अन गर्दै यो। सुत्दा अगाडि चाहिँ एकचोटि हाँस्नु पर्यो। सुत्दा अगाडि चाहिँ हाँस्ने अनि त्यसपछि उठेर पनि हाँस्दिनु पर्छ। बिहान उठेपछि गललल्ला हाँस्ने कति मजा आउँछ नि। ठिक ठिक ठिक। हो यतिकै हाँस्छु नि त हाँस्छु भनेपछि हाँस्छु मात्र भन्नुपर्छ है तपाईँले। तपाईँको यो मेन्टल गेम हो त्यो सबै। जो हाँस्यो त्यो बाँच्यो होइन? हो जो हाँस्यो त्यो बाँच्यो। ठिक औषधि नै हाँसो नि त्यही त यस्तो दाखिरहेको सबैभन्दा के भन्छ नि महँगो औषधि नै हाँसो अरे। सस्तो पनि हो कि फेरि किनकि फ्री पनि हो नि त। फ्रीमा हाँस्नु पाइयो। नन स्टप एप भन्दाले होइन त्यसमा फरक पर्छ क्या। फेरि सबैभन्दा सस्तो राम्रो औषधि हाँसो त्यही हाँसेर हामी के भन्छ बिरामीहरू के हुन्छ सबभन्दा महँगो औषधि खान बाध्य हुन्छ होइन? व्हाट इफ्स अलि राइट मिलाउनु हजुर। यति भन्दै है अब गफ पनि मिठो। अब मोमो खान गयो भने मोमो पनि मिठो। दाइले ट्रिट दिनु भने त झन् मिठो। 9 बजीसम्म बस्यो न। 9 बजीसम्म निस्किने बेला ल अब बसिन्छ जस्तो चाहिँ। यसो गरौँ न त हामी गएर खाँदै गर्छौँ। हुन्छ मेरो पनि छुट्टै लाग्यो। ल्याउँदै हुनुपर्छ क्या। भोलि अब लिएर जानु पर्ला। आज यति भ्यायो भने चाहिँ कपीको धेरै काम बाँकी हुँदैन। कपी त टक लेख्नु बाहेक। धेरै धेरै धन्यवाद दाजुहरू। पसलको नाम भनिदिनुहोस् न। हेरिटेज बुक ट्रेडर लोकेटेड इन भोटाकी काठमाडौँ। धेरै धेरै धन्यवाद। ब्युरोको केन्द्रीय कार्यालयको छेउमै हो। धेरै धेरै धन्यवाद। क्रेजी फ्री 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 यिनीहरू फ्रीमै दिएको चाहिँ अब के हुन्छ। धन्यवाद। हो आर्टिस्ट हेलो दाइलाई हाम्रो डाटा गरेर ठ्याक्क लगाएर जिप्टीलाई पनि फेरि फलो युट्युब सब्सक्राइब रिपोस्ट नि हान्दिनु क्या युट्युब अलिक उस भयो कि खेलकुदतिर अलिक दाइले जापानिज पनि सिक्दै हुनुहुँदो रहेछ। आनाताの名前は何ですか? 私は名前はビジタヘマントです。おー、すごいね。すごい。ऊ चाहिँ फेरि जापानिज है। खतरा बोल्दैछ जापानिज चाहिँ फेरि।
जापानिजले भन्दा बेसी जापानिज बोल्छ हाउ डु यु सर्च युट्युब यहाँबाट ब्रो ओ याङ्गो स्याङ्गो म त आउँदैन नि त युट्युब एन्ड्रोइड मोबाइल त अफ रहेछ सर के भयो भेट्यो युट्युब उही ए ओके बस टेस्ट गरेको हम्बल टेस्ट गरेको मैले तल छिटो छिटो त गर्नुहुन्थ्यो अब प्राइभेसी क्लास हो ए आमे अलिअलि ठिक भयो के टाउको दुखेको अहिले चाहिँ हाँसोले हो भयो नि कति महँगो छ यो दबाई अमूल्य अमूल्य के एकदम ट्यागो लाग्यो 289 है गाइस मेरो इन्स्टाग्रामको के अरे 2000 फलोवर्सले सब्सक्राइब गरेको भए त यसरी गर्दैन है के गर्नु अब आफूले फलोवर्स बनाउनको लागि त धेरै छ है गाह्रो के हो यार मेरो जीवाई छ आफ्नै युट्युब च्यानल बिर्सेँ मैले हल्का अलिक टेक्निकल गर्नु पऱ्यो ल 45 च्याको लगाएर ल दाइ हामी अब कहाँ भेट्छौँ हामी भोलि फेरि यहीँ फोटो होइन नि कहाँ डेलिसियस भेट्ने होइन आधी घन्टा पछाडिको कुरा बिर्सिनु भयो ठाउँका ठाउँ डेलिसियस डेलिसियस मलमा भेटिन्छ अब ल धेरै धेरै धन्यवाद सिउ अर्को भरिया अलिकति अगाडि पुगिसक्नु भएको थियो उहाँ चाहिँ हाम्रो अर्को भरिया चाहिँ यहाँ छ होइन मेन भरिया ल अब मैले यस्तै माथिबाट सिरियली भन्छु सबैजना पालो पालो इन्ट्रोड्युस गराऊ है त अब नेक्स्ट त्रिपेश भाइको पालो ल भन त्रिपेश भाइ छिटो अरूको नि पालो आउँछ आउन छ ल ओके हामी युथहरुमा यस्तो इनिसिएटिभ लिएर स्टार्ट गरौँ दिस इज नट अ स्मल फिट इट्स अ भेरी ग्राउन्ड एकदमै ठुलो कुरा हो पैसा त खासै दिएको थिएन होइन कि मैले तिरे जस्तो त लाग्दैन रमाइलो गरिरहेछ नि त्यो एकदम रमाइलो कुरा हो तर मेरो लागि चाहिँ दिस इज अ भेरी सिरियस स्टफ अब स्याटरडेको लागि अनि अघि 9:25 मा सबैजना देखेका 4-5 जना कस्तो आई फेल्ट रियली ह्याप्पी क्या त्यो आफू सबैजना एकदमै प्यासनेट रहेछ भनेर अब त्यही हो म पनि आई एम भेरी इन्ट्रेस्टेड इन डुइङ दिस सोर्ट अफ स्टफ्स है यो चाहिँ 80 देखि पुगेको सामानहरू आज अर्गनाइज गरेर प्याक गरेर भोलि पर्सि लिएर जाने हो सो मस्ट स्टप मिलाउँदैछौँ हामी साउने 2 शब्द भनिदिनुहोस् यो चाहिँ अब हामीले रेडी गर्दैछौँ ट्याक्क लगाएर छुट्याउन सजिलो छ भनेर अहिले चाहिँ यसो मिलाएर राखेको छौँ अनि यहाँबाट ट्याक 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 सामान लिँदै प्याकिङ गर्दै गर्छौँ है लाइक मान्छेको नाम अनुसार सो यहाँ चाहिँ त्यो सानोवाला स्टेसनरीहरू अनि त्यसपछि अन्डर गार्मेन्ट्सहरू यो चाहिँ अन डिमान्डवाला हो बिकज अब यो पनि नेसेसिटी हो नि त बच्चाहरूको लागि सो त्यो भयो अनि मेन चाहिँ कपीहरू उतापट्टि छ अनि क्लिनिङ मटेरियल्सहरू आज यति काम भ्यायो भने हामीलाई चाहिँ धेरै सजिलो हुन्छ भन्ने आशा राख्दछौँ अब हामी यो अर्गनाइज गरेर अब प्याकिङ गर्छौँ अब यति नै अर्गनाइज गर्छ प्याकिङ गर्ने यताउति गर्दै finally we are somewhat close to closer सामान छ यति छ अघि ल्याइसक्यो टिकटक लाइभ बस्ने चक्रमा भिडियो खिच्नु पाइन्छ Amazing. यति चाहिँ भित्र राखौँ Cute designs.
नमस्कार सेवारो बिचरी सब्जी सब अब इङ्ग्लिसमा भ्लगर नेपालीमा बेरोजगार यस्तै छ Oh, amazing, amazing. They got trails. Thank you, Kirat Designs, for sponsoring this banner. Very, very thankful. Sauji चाहिँ यही हुनुहुन्छ हाम्रो sauji पनि एकदमै यहाँको के भन्छ खुङ्कार बागबजार एरियाको सबभन्दा उहाँ सिङ्गल पनि हुनुहुन्छ प्लिज लेडिज सिङ्गल हुनुहुन्छ उहाँ DM for further discussion. Thank you very much.